सबैजनालाई नमस्ते नमस्कार लासो फ्याफुला जोजलप टसिदेले जोरले तारेमाम सेवारो भन्न चाहन्छु। चैत्र 25 गते मेरो जन्मदिन यानि कि म जन्मेको दिन। फर्स्ट अफ अल त मलाई यो सुन्दर संसारमा जन्मदिन हुने मेरो भगवान रूपी आमा बुवालाई सम्झिन चाहन्छु। थ्याङ्क यू सो मच भन्न चाहन्छु मनैदेखि। र मेरो जन्मदिनलाई शुभकामना दिनुहुने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शुभकामना शुभेच्छा दिनुहुने यहाँहरू सबैजनालाई मनैदेखि थ्याङ्क यू सो मच ज्ञापन गर्न चाहन्छु। मेरो फोटोलाई मेरो तस्विरलाई तपाईँहरूको स्टोरी त्यसै गरी फेसबुक वालमा देखि धेरैजनाले इनबक्स मार्फत पनि एसएमएस मार्फत शुभकामना शुभेच्छा दिइराख्नु भएको थियो। मैले धन्यवाद भन्ने शब्द पनि दिनलाई ढिलासुस्ती भएको थियो, त्यसको लागि क्षमा प्राप्तिको अनुरोध पनि भन्न चाहन्छु। अझ धेरैजनाले प्रत्यक्ष फोन कल मार्फत पनि सम्झेर चाहिँ जन्मदिनको शुभकामना दिइराख्नु भएको थियो। यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अझ विशेष गरी त जन्मदिनलाई अझ विशेष बनाउनको लागि रेडियोहरूबाट प्रसारण विभिन्न कार्यक्रमहरू मार्फत शुभकामना शुभेच्छा प्रदान गर्न साथ अनि सहयोग गर्नुहुने सञ्चारकर्मी मित्रहरू र रेडियोकर्मी साथीहरूलाई मनैदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका सामुदायिक रेडियोहरू, स्थानीय रेडियोहरू गरी जम्मा जम्मी 100 भन्दा धेरै रेडियोहरूबाट प्रसारण कार्यक्रमहरू मार्फत चाहिँ मेरो जन्मदिन मेरो बर्थडेलाई चाहिँ विश गरेको भन्ने खबर पनि प्राप्त भयो। म एकदमै त्यो मेरो लागि खुसीको कुरा, एकदमै मनैबाट आभारी छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु। र विभिन्न मिडियाहरू मार्फत रेडियोहरू मार्फत कार्यक्रमहरू मार्फत शुभकामना दिनुहुने रेडियो प्रेमी साथीहरू, मिडिया प्रेमी साथीहरू, यहाँहरू सबैजनालाई मनैदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। यहाँहरूको यस्तै माया साथ सपोर्ट यो आजको दिनमा मात्रै नभइकन भोलिको दिन पछिल्लो दिनहरूमा पनि यस्तै माया रूपी शुभकामना शुभेच्छाहरू चाहिँ गरिदिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु। थ्याङ्क यू सो मच अल अफ यू।